प्रिय विद्यार्थी साथीहरू, तपाईहरू सबैजना बाहिर जाने तगारमा हुनुहुन्छ। सबैजनाको सोच बाहिर जाने छ। नेपालमा एउटा एजुकेसनको भ्याल्यु अन्ली सर्टिफिकेट मात्रै छ। सर्टिफिकेट निकाल्छु, बाह्र पास गर्छु, विदेश जान्छु। हामी कहाँ अन्ली थिङ्किङ नै के छ भन्दाखेरि आफ्नो पढाइ कम्प्लिट गर्छु, त्यसपछि बाहिर जान्छु र उतै सेटलमेन्ट हुन्छु। अन्ली कमाउनतिर मात्रै लाग्यो हामी। त्यही पनि अरूको देशमा गुलामी गरे हो। अरूको देशमा गुलामी गर्दाखेरि आउँछ नआउने होइन इन्कम, तर गाह्रो पनि त त्यतिकै छ नि। भनेको टाइममा आफ्नो फ्यामिलीसँग भेट्न पाउँदैन, भनेको टाइममा आफ्नो फ्यामिलीसँग टाइम स्पेन्ड गर्न पाउँदैन। आफूलाई केही भइहाल्यो भने पनि एउटा तातो पानी धरी तताएर दिने व्यक्ति हुँदैन, आफ्नो हेरचाह गर्ने व्यक्ति हुँदैन। यदि लास भनेर फर्कनु पर्यो भने त्यहाँ तपाईँ परिवारको लागि कमाउन जानुभएको, परिवारलाई खुसी राख्नको लागि जानुभएको। यदि हजुर नै त्यहाँबाट फर्किँदाखेरि एउटा बाकसमा फर्किँदाखेरि त्यो परिवारमा के बित्छ होला है। त्यही भएर हामी वैदेशिक यात्रा रोजगारको लागि भन्दा पनि वैदेशिक यात्रा चाहिँ आफू घुमफिर गर्नको लागि गएको चाहिँ राम्रो हो है। तर हामी वैदेशिक यात्रा किन गर्छौँ? रोजगारको लागि, राम्रो आम्दानी गर्नको लागि। के राम्रो आम्दानी वैदेशिक यात्रामा जाने व्यक्तिले मात्रै गर्न सकिन्छ? नेपालमै हुने व्यक्तिले गर्न सकिँदैन? नेपालमै टनाटन छन् हाम्रा यस्ता रोजगार दिने क्षेत्रहरू। हामी विदेश गयौँ लगानी लगाएर जान्छौँ। देश अनुसार फरक एउटा घटी बढीको मात्रामा ऋण निकाली आफ्नो घर जग्गा धितो राखी हैन, आफ्नो श्रीमतीको घर गहना धितो राखी बाहिर जान्छौँ के अरूको देशमा रोजगार गर्न जान्छौँ। तर त्यो रोजगार गर्ने सिलसिलामा भोलिको दिनमा तपाईलाई केही भइहाल्यो भने जिम्मेवारी कसले लिन्छ? जहाँ तपाईँ रोजगारको लागि जानुभयो उहाँले लिन्छ, त्यस कम्पनीले लिन्छ। जिम्मेवारी कसलाई आउँछ? नेपाल सरकारले आउँछ। नेपाल सरकारले के गर्छ? अहिले हेर्दै जानुहोस्, भाद्र 23 र 24 गते हाम्रा त्यत्रा यङ जेनेरेसनका युवाहरू शहीद भए, युवतीहरू शहीद भए, विद्यार्थीहरू मारिए, शहीद भए देशको लागि। तर अहिले देशमा के छ त? देश परिवर्तन गर्नुतिर छ त? छैन नि। देश अबको जेनेरेसन चेन्ज गरेर चलाउने निर्णय वा निकायमा छ के। त्यो समयमा राजा हटाएर 3 व्यक्तिले आफ्नो स्थान छाड्न सकेको थिएन भने अहिले फेरि त्यसरी नै व्यक्तिहरू निक्लिरहेका छन्। उनीहरू आफ्नो लागि मात्रै लडिरहेको छ, नट फर हामी जस्तो एउटा आम जनताको लागि। उनीहरू आफू कमाउनको लागि र रमाउनको लागि मात्र निक्लिरहेको छ। यदि देश विकास गर्नु छ भने, देशलाई केही योगदान गर्नु छ भने राजनीतिकमा नलागिकन पनि गर्न सकिन्छ। राजनीतिकमै लागेर मात्रै देशलाई योगदान हुन्छ कि देश विकास हुन्छ र? हुँदैन नि। तपाईले हेर्नुभयो भने कयौं हाम्रो राष्ट्रिय विभूतिहरू हेर्नुहोस्, के उहाँहरू एउटा राजनीतिकमा लागेको छ? त्यो पनि उहाँहरू अमर छन्। हाम्रो राजनीतिकमा लाग्ने व्यक्ति आफ्नो लागि गर्छन्, तर वाहवाही छ उहाँहरूको है। त्यही भएर राजनीतिकमा लाग्नु भन्दा नि
व्यवसायतर्फ लाग्नुहोस्। देश विकास हुनलाई एकदमै जरुरत भनेको विकास हो, नत्र राजनीतिक पोलिटिक त्यहाँ पछि लागेर होइन नि विकास हुने देश। एउटा व्यवसाय गर्नुहोस्, बिजनेस गर्नुहोस्, सबै व्यापार गर्नुहोस्। आफ्नो घरेलु उत्पादनलाई बजारमा प्राथमिकता दिनुहोस्। आफ्नै घरेलु र लोकल एन्ड अर्ग्यानिक प्रडक्टलाई एउटा प्राथमिकता दिनुहोस्। अनि पो तपाईँ एउटा देशभक्ति, देशलाई माया गर्ने व्यक्ति भनेर चिनिन्छ त। राजनीतिकमा लाग्छ म यो देशलाई बनाउँछु भनेर होइन नि राजनीतिकमा लागेको सबैजना। चाँडै सक्सेस हुनको लागि, चाँडै कमाउनको लागि घुसखोरी गरेर हाम्रो नेपाली सारा दाजुभाइहरूको रेमिटेन्सबाट पैसा खानको लागि एउटा उहाँहरू आफू सफलता चाँडै गर्नको लागि राजनीतिकमा लागेको। किन त नेपालमा त्यत्रो हाम्रो उद्योग कल कारखानाहरू बन्द गरियो? किन गरियो? प्रश्न गर्न सक्नुहुन्छ कसैले? हाम्रो नेपालको त्यत्रो ठुल्ठुलो कल कारखानाहरू बन्द गरेको कारण नि उनीहरू सक्सेस हुनुको, हामीलाई कल कारखाना खोल्न नदिनु पनि राजनीतिक दलहरू एउटा सफलताको बाटो हो। यदि हामीले आफ्नै देशमा उत्पादन गर्यो भने त उहाँहरूले ट्याक्स होइन एउटा भन्सार त्यहाँबाट के गरेर ल्याएको, 2 नम्बरी 3 नम्बरी गरेर ल्याएको, त्यहाँबाट त खान पाउँदैन नि त, लिन पाउँदैन नि त, उहाँहरूको गोजी भरिँदैन आफ्नै देशमा उत्पादन गर्यो भने। सो उहाँहरूले आफ्नो गोजी भरिनको लागि बाहिर देशको प्रडक्ट ल्याउँछ। हामी एउटा चामलको गेडाधरी नेपालमै राम्रोसँग उत्पादन गरेर बिक्री वितरण गर्न सकिरहेको छैनौँ। नेपाल कृषिको देश भन्छौँ होइन, तर आफूले खानेकुरा धरि सबै बाहिर देशबाट मगाउनु परिरहेछ। आफ्नो घरेलु उत्पादनलाई के भन्छ मान्छेहरूले? कसैले खाइरहेको छ भने, कसैले केही गरिरहेको छ भने आफ्नो इज्जत घट्छ जस्तो लाग्छ। त्यही घरेलु प्रोडक्टलाई तपाईँले बजारमा ल्याउन सक्नु भएन अरे, आफूले बेच्न सक्नु भएन, लाज लाग्यो अरे। मौका ल्याउनुहोस्, तपाईँहरूको घरेलु उत्पादन, घरेलु वस्तुलाई बजारमा बिक्री वितरण गर्ने काम मेरो भयो र म मात्रै होइन, वाइबिओ ट्रेड नेपाल प्राइभेट लिमिटेडको यो एउटा मिसन हो, एउटा भिजन हो। हामी अर्ग्यानिक र घरेलु पदार्थहरूलाई नै बजारमा बिक्री वितरण गर्छौँ, नेपाली वस्तुलाई नै प्राथमिकता दिन्छौँ। आज म एउटा भर्खरका युवाले त नेपाली वस्तुलाई एउटा प्राथमिकता दिनुपर्छ, नेपालमै उद्योगहरू खोल्नुपर्छ भनेर भनिरहेछौँ भने त तपाईँहरू पनि कतिजना म जस्तै युवा हुनुहुन्छ, कति मभन्दा ठुला हुनुहुन्छ, हजुर पनि एउटा त्यो सोच राखेर हेर्नुहोस्। हामीलाई व्यवसाय गर्नको लागि नगद एउटा इन्भेस्टमेन्ट भन्दा नि सोच चाहिन्छ। कि सोच हुनेले जुन तरिकालेबाट पनि गर्न सकिन्छ व्यवसाय। कसले व्यवसाय गर्ने भन्ने बित्तिकै यति करोडौँ लाग्छ भन्ने छैन नि, सानो व्यवसायबाट नै सुरु गर्न सकिन्छ नि। हामी नेपालीको बानी के छ भन्दाखेरि एकैचोटि ठुलो सक्सेस खोज्ने, एकैचोटि ठुलो सक्सेस खोज्ने, त्यहाँ आफ्नो कार्य मिहिनेत चाहिँ नगर्ने, सक्सेस मात्रै, ओन्ली सफलता मात्रै खोजेर हुन्छ। धान रोप्नु भयो अरे, बिउ हाल्नु भयो अरे, उम्रियो अरे, अनि धानलाई रोप्यो पनि अरे के, अनि त्यो रोपिसकेपछि त्यसलाई चाहिने मलहरू हाल्न पर्यो है, त्यसको झारहरू उखाल्नु पर्यो, गोड्नु पर्यो, पानी ल्याउनु पर्यो, समय समयमा हेर्न जानु पर्यो, अनि त्यहाँबाट पो राम्रो उत्पादन हुन्छ त, एउटा राम्रो फल पाउँछ त। हामी के गर्छौँ, बिउ हाल्छौँ, रोप्छौँ र त्यत्तिकै छोड्छौँ, अनि के खोजिराख्छौँ त ओन्ली आफ्नो सफलता चाँडै होस् भन्ने मात्रै सोचिराख्छौँ र कहिले फल्ला त्यो धान, कहिले फल्ला भन्ने मात्रै सोचिराख्छौँ। हाम्रो थिङ्किङ नै त्यही छ कि नेपालीहरूको सोचाइ। अब कसैले केही गर्न थाल्यो भने ए अहिले त हुँदैन नेपालमा, केही पनि हुँदैन। किन नभएको भन्दाखेरि त
सबै हाम्रो माटोहरू कसले बिगार्यो भन्दाखेरि त यी विदेशीहरूले बनाएको नै, बाहिरबाट ल्याएको नै मलहरूले गरेर होइन, युरिया मल, गेडे मल, तिनीहरूले गरेर नै होइन, हामीसँग आफ्नै घरेलु वस्तुबाट कुहिने जैविक तत्त्वहरूबाट पनि एउटा बनाउने मल धरि आइडिया छ नि, नलेज, तर हामी गर्दैनौँ, हामीलाई घिन लाग्छ मल छुनुको लागि। त्यही भएर नेपाली जनताहरू पछि पर्नुको कारण त्यो हो। अब कतिौँ देशहरू तेलको कारणले धनी भएको हुन्छ, सुनहरू चाँदीहरू धेरै छ भने धनी भएको हुन्छ होइन, एउटै छ उनीहरूको। हाम्रो के छ त, हामी कृषिको देश भन्छौँ हामी आफ्नो देशलाई। जलविद्युतको दोस्रो धनी देश भन्छ, जलविद्युत छैन हाम्रो, टेन्डर पार्छ, बजेट पार्छ, नेता आफै खान्छ र पो त विकास हुँदैन। यदि त्यो जति सबै विकासमा लाग्यो भने अवश्य पनि हुन्छ विकास। के भन्छु म अन्त्यमा, ओन्ली फोकस योर करियर। तपाईँहरू आफ्नो भविष्यको बारेमा सोच्नुहोस्, एउटा सकारात्मक सोच राख्नुहोस्। अरूकोमा नोकरी गरेर एउटा होइन जागिरे भएर नोकर भएर गर्नुभन्दा नि एउटा मालिक बन्ने एउटा क्षमता राख्नुहोस्। म चाहिँ मालिक बन्छु है भन्ने आफूमा थिङ्किङ राख्नुहोस्। म सधैँ अर्को गुलामी गर्छु, म अरूको सधैँ नोकरी गर्छु भन्ने एउटा सोच तपाईँहरूको दिमागबाट हटाउनुहोस् आजैबाट। यदि आफैमा डिपेन्ड हुन चाहन्छु भने, आफैमा भर पर्न चाहनुहुन्छ भने, एउटा आफू मालिक बन्ने सोच छ भने आजै मसँग सम्पर्क राख्नुहोस्। तपाईँलाई एउटा सकारात्मक सोच दिने, आफै मालिक बन्नको लागि हामी कुन तरिकाले अगाडि बढ्न सक्छौँ त्यो आइडिया दिने र व्यावसायिक आइडिया दिने कार्य तपाईँलाई हामी गर्नेछौँ, म गर्नेछु। तपाईँहरू आफ्नो सोच बदलेर आउनुहोस्। सोच बदल्नुहोस्, तपाईँहरूलाई पछि मालिक बनाउने जिम्मा मेरो हो, नट अ नोकर। याद गर्नुहोस्, सोच्नुहोस्, यो एउटा 16 वर्षको भाइले केही भनिरहेको छ भनेर तपाईँहरू आफै थिङ्क गर्नुहोस्, रियलाइज गर्नुहोस् र तपाईँ साँच्चीकै एकदमै इच्छुक हुनुहुन्छ भने जान्दिनको लागि, बुझ्नको लागि, कसरी गरिन्छ आइडिया लिनको लागि आजैदेखिबाट अघि बढ्नुहोस्, लागि पर्नुहोस्। पहिला आफूलाई चेन्ज गर्ने हो, आफ्नो दिमाग परिवर्तन गर्ने हो। दुनियाँले के भन्छ, के गर्छ त्यसमा मतलब नगर्ने, आफ्नो लाइफ हो, आफैले बनाउने हो, अरूले आएर बनाइदिँदैन। तपाईँहरूलाई आइडिया दिने जिम्मा मेरो हो, तपाईँहरूलाई आइडिया दिने जिम्मा मेरो हो। तपाईँहरू सफलताको सिडी चढ्नको लागि एउटा सफलताको त्यो आइडिया फलो गरेर सफलतातिर लाग्ने एउटा तपाईँले गर्ने मिहिनेत होइन, तपाईँले लाउने इफोर्ट त्यो तपाईँमा छ, ममा होइन। मैले तपाईँलाई सिर्फ एउटा आइडिया दिन्छु, सहयोग गर्छु र त्यहाँ लागि पर्ने भने तपाईँहरू र साँच्चीकै सोच बदल्नु भएको छ भने आजै म एउटा युवा हुँ, म जस्तो युवालाई मित्र बनाउनुहोस्। सँगसँगै सोच परिवर्तन र एउटा सफलताको बाटोमा हामी सँगै अघि बढ्नेछौँ।